धेरै बिरामीहरूले औषधि नखाइ हुन्न र काउन्सिलिङ गरेर सन्चो गराउन पाए हुन्थ्यो डाक्टर साहब भनेर भन्नुहुन्छ। अब हामीले कस्तो बेलामा चाहिँ औषधि खाने भन्दा, यदि हजुरहरूको समस्या लक्षणहरूले हजुरको दैनिक जीवनमा असर गरेको छ, हजुरले त्यसले गर्दाखेरि हजुरले जानुपर्ने जबमा अफिसमा जान ढिला हुने अथवा बिदा लिने अवस्था आएको छ, अथवा हजुरका शारीरिक लक्षणहरूले गर्दा हजुरहरूलाई दैनिक जीवनमा गर्नुपर्ने कामहरू जस्तै खाना पकाउने अथवा अरू कुराहरू जुन गर्नुहुन्छ त्यो कुराहरू गर्न सक्नु भएको छैन, राम्रोसँग छ र सामाजिक रूपमा पनि हजुर पहिला जति एक्टिभ हुनुहुन्थ्यो त्यो अनुपातमा एक्टिभनेस हराएर गएको छ भने चाहिँ हजुरहरूलाई औषधि सँगसँगै अरू व्यायामहरू भयो, काउन्सिलिङहरू सबै गर्नुपर्छ। काउन्सिलिङ गरेर मात्रै निको हुने अवस्थामा हामीले गर्नुहोस् भनेर सल्लाह पनि दिन्छौँ। यो होइन कि हामीलाई भेट्नासाथ औषधि खानुपर्छ भन्ने चाहिँ कुरा गलत हो। हजुरहरूले मनोचिकित्सकलाई भेट्नु पर्यो, तपाईँको रोगको पहिचान गर्नु पर्यो। रोगको पहिचान गरिसकेपछि आवश्यक परेको खण्डमा औषधि, एक्सर्साइज र काउन्सिलिङ सबै गर्दाखेरि हजुरहरूको उपचार राम्रोसँग हुन्छ।